आज म यहाँ हाम्रो विदेशको फन पार्कमा छु। हाम्रो रबिक एरियामा एउटा सानो फन पार्क छ। यसो बच्चाहरूलाई हाम्रोतिर खेलाउँछ नि त्यस्तै क्या, त्यसै छ, राम्रै छ। हेर्नुहोस् न, तपाईहरु पनि रबिक छेउछाउ हुनुहुन्छ भने आउनु होला। राम्रै छ हौ यति, हेर्नु त। अलिक घामले गर्दा चाहिँ अलिकति त्यस्तै भएको होला। त्यही पनि यहाँ आउँदा चाहिँ त्यसो आँखालाई शीतल क्या। अब तपाईहरु त फेरि अरू नै हेरेर आँखा शीतल गर्नुहुन्छ होला। म चाहिँ अर्ग्यानिक क्या, अर्ग्यानिक ट्राई गर्ने मान्छे हैन। अर्ग्यानिक हेरौ बसो, त्यस्तै छ गाइज। अनि लाइक कमेन्ट सेयर गर्दै गर्नु होला। अब युट्युब चलाउनु हुँदैछ भने सब्स्क्राइब गर्दै गर्नु होला। कनेक्सनमा रहौँ, मरिलानु के छ र 2 दिनको जिन्दगी हैन, त्यस्तै छ। तर आफ्नो स्वास्थ्यलाई चाहिँ ख्याल गर्नु है। तपाईँ नै हो तपाईको स्वास्थ्यलाई माया गर्ने। अरूले त स्वार्थ मात्र पुरा गर्छ। प्लिज साथी हो। अनि कहाँ हुनुहुँदैछ, के काम गर्नु हुँदैछ, यसो मेसेज कमेन्ट गर्दै गर्नु होला। म त साउदीमा छु है। स्क्याफोल्डिङ भन्छ, स्क्याफोल्डर हो। बाहिरको काम हो, गाह्रै छ। गाह्रै काममा आइयो, गाह्रै छ। अनि तपाईहरु कहाँबाट के काम गर्दै हुनुहुन्छ, यसो हल्का सम्झिँदै गर्नु होला। म त यसो भिडियो हाल्दै सम्झिन्छु साथीभाइलाई। कतिलाई त नराम्रो लाग्ला हैन, ए कति आउँछ यार यो चाहिँ पाए त्यही बोल्छ हैन नि। साथी हो यार, कनेक्सन तर गर्नु पर्यो नि हैन र। तिरिसायो यार, नरिसाउ यार। 2 दिनको जिन्दगी हो हैन। आज एक दिन हो, भोलि त कसले देखा छ र। त्यस्तै हो हैन। आज अब बजार आएको अलिकति खुसी मोड क्या। आज ड्युटी पनि छिटै सकियो। हाम्रो बजार त्यति ठुलो छैन, सानै छ। बजारको साइडमा छ क्या फन पार्क चाहिँ। त्यस्तै हो सरहरू।